वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। जय बनायो, जयकार लगाइए भक्तवत्सल भगवान को। सबै पाप जति भाग शरीर छोड्दा म जहाँ पुगौला त्यहाँ हरि सम्झन के सकौला। सधैँ हरि सम्झनी बानी होस् मेरो प्रभुमा यही प्रार्थना छ, मेरो प्रभुमा यही प्रार्थना छ। सुखदेव जी महाराज राजा परीक्षितलाई भागवत कथा के गर्दै बक्सन्छ ब्रह्मा र नारद संवाद। नारदजीले ब्रह्मालाई सोध्नुभयो, हजुर भन्दा पनि महान देवता को हुनुहुन्छ भन्दा ब्रह्माजीले बताइदिनु भयो, नारायण परा वेदा देवा नारायणाङ्गजा। विशाल ठुलो कमल, जलै जल छ संसारमा, पृथ्वी छैन, माटो ढुङ्गा रुख वृक्ष केही छैन। ब्रह्माजी त्यहाँ प्रकट हुनुभयो। ब्रह्माले नारदलाई भन्दै हुनुहुन्छ, म कसरी सृष्टि भएँ, जगत कसरी सृष्टि हो, तिमी कसरी सृष्टि भयो, नारद म बताउँदैछु तिमीलाई। मैले पूर्व फर्केर हेरेँ एक मुख भयो, दक्षिण फर्केर हेरेँ दुई मुख भयो, पश्चिम फर्केर हेरेँ तीन मुख भयो, उत्तर फर्केर हेरेँ चार मुख भयो। फेरि मलाई माथिबाट कसैले सृष्टि गर्यो कि भने माथि फर्केर हेरेँ पाँच मुख भयो। ब्रह्माको एक शिर भगवान शङ्करले छेदन गरिदिनु हो। अलि पछि आउँछ। सृष्टिका क्रममा सरस्वतीको प्रादुर्भाव भएपछि ब्रह्माजीलाई पनि कामवासना अलि व्याप्त हो र अनुचित कार्य भयो भनेर भगवान शङ्करले एक शिरलाई छेदन गरिदिनु भयो। त्यो शिर गएर बद्रिकाश्रममा खस्यो, जसलाई ब्रह्म कपाल भनिन्छ। अध्यावधि पनि पिण्डदान गर्नाले जलदान गर्नाले सारा पितृहरू अक्षय तृप्ति प्राप्ति गर्दछन्। ब्रह्माजीले त्यो कमल कहाँबाट आयो भनेर कमलबाट ओर्लिनु भयो। जलभित्र कमलको डाँठलाई समाउँदै 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 तल जानुभयो। तर 1000 वर्ष जाँदाखेरि पनि त्यो कमलको अन्त्य भेटिएन। फेरि आउनु हो, माथि कमलमै बस्नु हो। नारदजीलाई ब्रह्माजी बताउनुहुन्छ, हेर मैले जान्न सकिनँ मलाई कसले सृष्टि गर्यो, त्यही भएर हामी पनि कहाँबाट आएको जान्न सक्दछौँ। ब्रह्माले त सक्नु भएन, हामीले कसरी हो, अब सक्नुपर्छ। त्यस्ता भगवानका बाबु यस संसारमा लीला गर्नका लागि अनेक अवतार भगवानले धारणा गर्नु हो। भगवानबाट मूल प्रकृति भनेको त्यही तामस अहंकारबाट महत्त्व, महत्त्वबाट आकाश, आकाशबाट वायु, वायुबाट तेज, तेजबाट जल, जलबाट पृथ्वीको। रे पृथ्वीमा भगवानले अनेक प्रकारका सुर नर मनुष्यहरू सारा सृष्टि गर्नुभयो र लीला गर्नुभयो। या 24 प्रकारका अवतारका बारेमा नारदजीलाई बताउनुहुन्छ। यत्रोत्यत चितितलो धरणाय बिभ्रत क्रौडिम तनुम सकलय किमयी मनन्त अन्तर्महानवोपागतमादिदैत्यं तं दृष्टयात्रिमिव वज्रधरो दधार। पहिला त प्रलयमा यो पृथ्वी गएर पातालमा डुबेकी थिइन्, माथि जल मात्र थियो। भगवानले वराह रूप धारण गर्नुभयो। दैत्य हिरण्यकशलाई अन्त्य गरिदिनु भयो र आफ्ना दारामा पृथ्वीलाई लिएर आएर स्थापना गरिदिनु भयो। उनी वराह अवतार भगवानलाई मेरो नमस्कार छ। वराह अवतार भगवानको अवतार धारणा गर्नु भगवानले। हरि अवतार भगवानको। भगवानले कर्दमका घरमा कपिलदेव अवतार धारणा गर्नुभयो। कपिलदेव अवतार भगवानको।
भगवानले अत्रि ऋषि रहनु छोयाबाट दत्तात्रेय अवतार धारणा गर्नु। दत्तात्रेय भगवानको धर्मका घरमा भगवानले नरनारायण अवतार धारणा गर्नु। नरनारायण अवतार भगवानको। त्यस्तै गरी भगवानको अर्को अवतार हो ध्रुवपद, जसले 5 वर्षको उमेरमा 6 महिना तपस्या गरेर भगवानलाई दर्शन गर्न आफै तपस्या गरेका ठाउँमा भगवान आउनुभयो। त्यस्तै हुनाले भगवानको अर्को अवतार ध्रुव अवतार हो। ध्रुव अवतार भगवानको। परशुराम अवतार धारणा गर्नु भगवानले 21 चोटि पृथ्वी भगवानको। त्यस्तै गरी भगवानले हयग्रीवलाई अन्त्य गरेर वेदको रक्षा गर्नका लागि मत्स्य अवतार धारणा गरिबक्स्यो। चाक्षुष मन्वन्तरको अन्त्यमा भगवानले मत्स्य अवतार धारणा गरिबक्सेको छ। त्यस्तै गरी भगवानले अमृत प्राप्तिका लागि भक्तहरूको रक्षा गर्नका लागि बलिलाई निद्रा गर्नका लागि वामन अवतार धारण विषय लोलुप बनेर दौडिरहन्छ। सारा इन्द्रिय लाभ्य यो विषयको सारा खजाए पनि विश्व ब्रह्माण्डको सुख नै लिएर उसलाई त्यो सुख पुग्दैन, त्यो भन्दा बढी सुखको उसको इच्छा हुन्छ। भित्री व्याकुलता र डाह उसको छुट्दैन कस्तै पनि। रूप रस शब्द स्पर्श गन्ध यही छ। आत्मरूपी परमात्मा पनि यही छ। देख्न सकिँदैन, किन नदेखेको? हेरेकै छ। भित्रका दुईटा आँखा टलक्क नखोलुन्जेल त्यो आत्मा देख्छ। सत्सङ्गश्च विवेकश्च निर्मल नयनद्वयम्। सत्सङ्ग र विवेक नाम गरेको आँखा भित्री आँखा। हामी चाहिँ अन्धो छौँ। भित्री आँखा देखेका छैनौँ, बाहिरी आँखा देखेका छौँ। बाहिरी पदार्थहरू सबै अनित्य छन्, नश्वर छन्, नाशवान छन्। त्यो परमात्मा रूपी जुन वस्तु नदेखिने वस्तु छ त्यो चाहिँ नित्य छ। त्यसलाई हे बाबु नारद, उनी भगवानबाट नै जगतको सृष्टि हो। त्यसलाई एउटा अण्ड भन्छौँ। त्यही अण्डले नै प्रत्येक जीवात्मा बनेको। जसरी स्वप्नमा देखिएका वस्तुहरू नित्य होइन, त्यस्तै गरी जाग्रत अवस्थामा देखेको सुनेको बुझेको चिजहरू पनि नित्य होइन। यो चाहिँ दीर्घ स्वप्न हो भने स्वप्नमा देखेको चाहिँ लघु स्वप्न हो। जसरी स्वप्नमा सुतियो ढेर सारै द्रव्य प्राप्ति भयो अथवा पैसा प्राप्ति भयो, करोडौं रुपियाँको ब्यागै पाइयो, झलक्क बिउजियो, त्यो पैसा हुन्छ त सम्झियो। अब त्यो स्वप्नको भन्यो, त्यसलाई छोडियो। हो त्यसै गरी यो विषयमा भएका चिजलाई त्याग गर, भए पनि त्यसमा आसक्त नहौ, जसले गर्दा तिमीले परमात्मालाई साक्षात्कार गर्न सक्छौ। म पनि त्यसै गरी म को हुँ, म कहाँबाट आएँ, मलाई कसले सृष्टि गर्यो भनेर म पनि बिलकबन्धमा परेको थिएँ भन्नुहुन्छ यहाँ ब्रह्माजी। कमलमा म थिएँ, 1000 वर्ष तल गएर खोज्दा पनि कहाँबाट आएको भेटिएन। वरिपरि कोही व्यक्ति छैनन्, कुनै अर्को त्यस्तो सृष्टि छैन। जलै जल छ, जलमा कमल छ, कमलमा म छु। त्यसपछि मलाई कसले सृष्टि गर्यो होला भन्दा त मैले जान्नै सकिनँ। आकाशवाणी भयो रे, स्पर्शेषु यत् षोडशमेकविंशम् निष्किञ्चिनानां नृपयद्धनं विदुत्। दुईटा अक्षरको आकाशवाणी भएछ। प वर्गको 16वां अक्षर र 21वां अक्षर के हुन्छ? क ख ग घ ङ पढ्दै जाउँ त 16वां त हुन्छ, 21वां हुन्छ प त प भनेको हे ब्रह्म तपस्या गर। त्यही कमलमा बसेर तपस्या गर। 1000 वर्षसम्म तपस्या गरेपछि भगवानले दर्शन दिनु हो। आहा, कति सुन्दर स्वरूप भगवानको वर्णन गरिएको छ। सम्पूर्ण प्राणीका अधिष्ठाता हुनुभएका, अन्तस्करणमा साक्षी रूपले विराजमान हुनुभएका हे प्रभु, हे नाथ, म हजुरलाई जान्न सकूँ, स्तुति गरे। भगवान प्रसन्न भएर भन्नु, हे वेदगर्भ, हे ब्रह्मा, अब तिमी सृष्टि गर। तिमीलाई पनि मैले सृष्टि गरेँ। तिमीले मलाई यसरी जान कि म भन्ने अभिमान तिमीमा नहोस्। एउटा दिव्य परम ज्ञान दिनुभयो, जुन ज्ञानलाई हामी चतुश्लोकी भागवत भन्छौँ। हालेको थियो, त्यो आगोबाट झिल्का यत्र तत्र झर्कियो भने नाम मात्रै अलग हो नि।
तर हो के त्यो भन्दा हामीले चाहिँ आफ्नो स्वस्वरूपलाई बिर्सिएको। म शरीर हुँ भने देहात्म बुद्धि भयो। वास्तवमा हामी शरीर होइनौँ, हामी आत्मा हौँ, अजर अमर अविनाशी। यहाँ त्यही कुराको बोध गर्नु। जसरी एउटा माटोबाट अनेक प्रकारका चिजहरू बन्छन्, गमला बन्छ, घैँटो बन्छ, पाला बन्छ, त्यस्तै अनेक प्रकारका चिजहरू बन्छ। तर हो के त्यो त भन्दा माटो भन्छौँ के भन्दा गमला ल्याउ ल्याउ, मक्कल ल्याउ ल्याउ भन्छ, हो कि माटो। त्यस्तै हामी शरीर भन्छौँ तर आफ्नो स्वरूपलाई बिर्सिन्छ। जोग वासिष्ठमा एउटा कथा हुन्छ। एउटा बाघ सानो बच्चा छ नि, जङ्गलबाट छुटेर गाउँतिर लागेछ, एउटा मान्छेले पालेछ। बाख्रा पनि रहेछन् उसको आहारमा, बाख्राको खोरमै बाँध्नु। बिस्तारै बढ्दै गयो बाघ, बाख्रासँगै खेल्न थाल्यो, बाख्रासँगै उफ्रिन्छ, बाख्रासँगै बस्छ, बाख्रासँगै डुल्छ। एक दिन जङ्गलमा सबै चराउन लिएर गएको त साँच्चैको बाघ आएछ ठुलो। त्यो बाघले आक्रमण गर्दा चाहिँ सबै भागेछन्, त्यो घरमा पालेको बाघ पनि भाग्न लाग्यो। त्यो बाघले त्यो घरमा पालेको बाघलाई समात्यो। तिमी किन भाग्यौ? यी बाख्राहरू त हाम्रो आहारा हुनु। मैले झम्किएको थिएँ। तिमी भाग्नुपर्ने आवश्यकतै छैन, तिमी त हाम्रो प्रजाति, तिमी पनि बाघ हौ, म पनि बाघ हो। हेर तिम्रा नङ्ग्रा मेरा जस्तै छ, हेर तिम्रा दाँत मेरा जस्तै छ, हेर तिम्रो स्वरूप मेरो जस्तै छ भनेपछि त्यो बाघले बाख्रो हुँ भन्ने कुरा बिर्सिएछ। त्यस्तै जबसम्म हामी देहात्म बुद्धिबाट अलग रहन्छौँ, म देह हुँ भन्ने भावना हामीमा छुट्छ, त्यति बेला हामी आत्मामा रमण गर्न थाल्छौँ। त्यसै कारणले यहाँ बताउनुहुन्छ, हे बाबु नारद, हे बाबु ब्रह्मा, भगवान नारायणले भन्नुहुन्छ, अहमेवासमेवाग्रे नान्यद्यत् सदसत् परम पश्चादम यदि तस्य यो वशिष्येत स्वश्रयम स्वस्म्यम। जगत संसार हुँदा पनि म एकै छु। यो जगत संसार रहँदैन, अब सबै विनाश भइसकेपछि पनि म एकै रहन्छु। रीतिर्थम यत् प्रतीयेत, त्यो भनेको अज्ञान। जब हामीले यो भाँडामा भएको प्रतिबिम्ब सूर्यको हो, यो साँच्चीकै सूर्य होइन भन्ने ज्ञान भएपछि त्यहाँ सूर्यको कल्पना गर्यो भन्दा सर्प डरायो। त्यो बाटै हिँडेर एकछिन त मुटु नै ढुकढुक भयो। हुँदै नभएको सर्पले हेर्नुहोस् त कसरी तर्सायो। त्यो के भन्दा जब बत्ती बाल्यौँ, बत्ती बालिसकेपछि डोरी भन्ने देखियो, त्यसपछि त्यो अघिको सर्प कहाँ गयो त भनेको त्यो सर्प भन्ने जो अज्ञान हो, ज्ञान भएपछि नाश। त्यस्तै म शरीर हुँ, म देहात्म बुद्धि जसको छैन, म शरीर त यो आत्मा बस्ने एउटा रथ हो, यो शरीरको माध्यमद्वारा मैले परमात्मालाई प्राप्ति गर्नुपर्छ भन्ने ज्ञान जबसम्म हुँदैन तबसम्म यो संसारबाट मुक्ति मिल्दैन। त्यसै हुनाले सबै गर्ने गराउनेवाला मै हुँ, मेरै शरणमा पर, मेरै इच्छाले तिमीले अब सृष्टि गर भनेर भगवानले यो दिव्य ज्ञान दिनुभयो 4वटा श्लोकमा। यसलाई चतुश्लोकी भागवत। ब्रह्माजीसँग ज्ञान दिएर भगवान नारायण अदृश्य हुनुभयो, ब्रह्माले सृष्टि गर्न लाग्नुभयो। नारदलाई फेरि ब्रह्माले यही कथा बताउँदै हुनुहुन्छ, बाबु उनै परमात्माको म ध्यान गर्दछु भन्दा नारदजीको मोह नष्ट भयो। नारदजी पनि निस्किनुभयो, भगवान नारायणलाई नै महान ठानेर, र ब्रह्माजी पनि सृष्टि गर्न लाग्नुभयो। र भागवत अरू शास्त्र 5 लक्षणले युक्त भएको छ। त्यस्तै गरी मन्वन्तरानुवर्णन